So hello, good evening, good afternoon, namaste to everybody. समय अनुसार ग्रहण गर्नुहोस्। आज चाहिँ मैले अस्ति भनेको थिएँ एउटा भिडियोमा पनि 3-4 किताब सकिसकेँ। 2-3 किताब सकिसकेपछि अब योभन्दा अगाडि पनि मैले यो किताबको बारेमा अलिकति भनेको थिएँ होला तपाईहरुलाई। इकिगाई भन्ने किताब को बारेमा द जापानिज सिक्रेट टु अ लङ एन्ड ह्याप्पी लाइफ भन्ने किताबको बारेमा थोरै भनेको थिएँ त्यतिखेर भन्ने मात्र थियो। अब रोल क्रम आउँदा आउँदा पढ्दा अलिकति छुटाउँदा यसको पाली आइसकेको छ र यसको किताबमा मैले तपाईलाई मैले जानेको यो फर्स्ट लेसनमा अथवा यो वास्तविकतामा इकिगाई भनेको के रहेछ भन्ने कुरा प्रति पनि फेरि एकचोटि भन्न चाहन्छु। इकिगाई भनेको केही पनि होइन, हामीले आफूले यो एउटा इन्टरसेक्सन जस्तो छ कि त्यो सेटको सेक्सन छ नि, यो हाम्रो के भन्छ भने यहाँ हेर्नुस् है, यहाँ यस्तो मजाले भनेको छ यो हामी चाहिँ के गर्न केमा बेस्ट छौं अनि त्यसपछि दुनियाले त्यो चाहिएको छ कि छैन, अनि त्यो हामी बेस्ट भएको कुरा हाम्रो इन्ट्रेस्ट हो कि होइन, र हामीले त्यो बेस्ट भएको कुराको इन्ट्रेस्टबाट हामीले अर्निङ गरेका छैन कि छैन भन्नेको इन्टरसेक्सन कमन पोइन्ट, त्यसलाई नै के भनेको छ इकिगाई भनेर भनेको छ। त्यसप्रति पनि त्यसमा सबैभन्दा सुरुमा लेसन के हुन सक्छ, फर्स्ट लेसनमा के हुन सक्छ भन्दा पनि टपिक यही छ, द आर्ट अफ स्टेइङ यङ वाइल ग्रोइङ ओल्ड। हामी चाहिँ जन्मिँदा के अरे हामी अगाडि बढ्दा बुढो हुँदा एजिङ हुँदा कसरी जवान महसुस गर्न सकिन्छ, भइराख्न सकिन्छ भन्ने कुराको बारेमा थोरै डिटेल्स दिएको छ। एउटा त मेन कुरा के हो भने जापानिजको पनि एउटा सहर, पर्टिकुलर सहर जहाँ चाहिँ ओकिनावा भन्ने सहरमा यो हाम्रो कामप्रति पनि यो चाहिँ कामप्रति चाहिँ अलिकति उत्साहित, अनि उनीहरूले चाहेको काम कसरी उनीहरूले चाहिँ इकिगाईलाई खोज्न सफल भए, जस कारणले चाहिँ उनी हरेक समयमा यङ हुनुभयो। अर्को कुरा के छ भने यो इकिगाई भन्ने के हो भन्नुहुन्छ, इकिगाई यहाँ दिएको एउटा टेबलमा भएको एउटा फलफुल हो अथवा एउटा केही सीमित साधन हो जसलाई ट्याप्प टिपेर लिएर म इकिगाई पाएँ भनेर भन्न सक्ने, त्यो होइन। इकिगाई भनेको आफूभित्रको खोज हो। त्यो इकिगाई प्राप्त गर्ने दौरानमा हामीले धेरै इकिगाई नपाउन पनि सक्छ। जस्तै हामीले हिट एन्ड ट्रायल मेथड भन्छौँ, केमिकल रिएक्सन गर्दाखेरि 2 हाल्छौँ 3 हाल्छौँ, जहाँ गएर फिट हुन्छ, ब्यालेन्स हुन्छ, त्यतिन्जेलसम्म गरिराखेका हुन्छ, प्रयास गरिराखेका हुन्छ। त्यही अनुसारले यो इकिगाई भनेको नि कस्तो चिज हो भने एउटा चिज गर्छौँ त्यसबाट ठिक छ, त्यसबाट पनि 4वटा आयामहरू नमिल्न सक्छ, अनि अर्को चिज पनि प्र्याक्टिस गर्छौँ त्यसबाट पनि नमिल्न सक्छ। निरन्तर रूपमा 3-4 चोटिको असफलताबाट जुन सफलता पाइराखेको हुन्छ, जुन एउटा स्रोत अथवा कुनै एउटा पर्टिकुलर अब्जेक्टप्रतिको आफ्नो लगाव अथवा कामप्रतिको लगाव झुकाव सबै कुरा अघि नै भने आफूले मन पराउने कुरा, त्यसपछि त्यो मन पराएको कुरामा आफू बेस्ट छु कि छैन, अनि त्यो मन पराएको कुरामा आफू बेस्ट हुँदाहुँदै के अरे आफूले मन पराएको कुरामा हामी बेस्ट हुँदाहुँदै त्यो कुरा चाहिँ दुनियाँको अथवा लाइफको डिमान्ड हो कि होइन, र त्यो डिमान्ड फुलफिल गर्ने दौरानमा हामीले आय आर्जन गर्न सकेका छौँ कि छैनौँ, त्यो कुरा 4वटा आयामबाट निस्किएको एउटा कमन पार्ट हो जसलाई यति सजिलै निकाल्न अवश्य पनि गाह्रो नै हुनेछ। त्यही पनि यो निरन्तर प्रयास हो। कुनै मान्छेले आफ्नो इकिगाई सानो उमेरमा पाउन सक्छ, कुनै तयार गरिराखेको हुन्छ, तर प्रश्न के हुन्छ भने हामीले आफ्नो इकिगाई कहिले खोज्ने त, कहिलेबाट सुरु गर्ने त, त्यो कुरामा हामी चाहिँ अलिकति अवेर भएर इकिगाई खोज्नतर्फ जानुपर्छ हैन। यो एकैचोटि हुने पनि होइन, त्यो दौरानमा विभिन्न किसिमका कुराहरूबाट असफलताबाट पाउने सफलता नै इकिगाई हो। मैले साइन्स पढ्दैछु भने म साइन्स अहिले पढ्दैछु, पछि मेरो सब्जेक्टमा फिलोसफी आउन सक्छ हैन, त्यो चेन्ज गरिराख्नुपर्छ। त्यहीमै स्टिक भयो भने इकिगाई भेट्दैन, त्यहीमै रिजिड बस्यो भने इकिगाई भेट्दैन। वी हेभ टु ट्राई द डिफ्रेन्ट थिङ्स इन डिफ्रेन्ट टाइम पिरियड। त्यहीमा टाइम चेन्ज भइरहेको छ,
अब तपाईँलाई अहिले त्यो इन्ट्रेस्ट थियो भने अब पछि चाहिँ नहुन सक्छ, इन्ट्रेस्ट मात्र मिलेर भएन होइन। मलाई इन्ट्रेस्ट त मोबाइलमा रिल्स हेर्न मात्र छ, तर त्यो दुनियाँको डिमान्ड त होइन नि होइन। त्यो पनि हेर्ने हो, तिनी प्यारामिटरलाई तोड मरोडेर कसरी क्वान्टिफाई, कसरी सेलेक्सन गर्न सकिन्छ भनेर त्यो बिस्तारै बिस्तारै यो अध्ययन गरेर प्राप्त हुने कुरा हो र क्रमिक रूपमा सिकाइका क्रममा विकास हुने पनि कुरा हो। यो कुरा त भयो इकिगाईमा। अर्को कुरा एउटा भन्नुहुन्छ ओकिनेवा भन्ने ठाउँमा 80% सेक्रेट भन्ने छ क्या, उहाँहरूले फुड कन्जम्सन गर्ने कुरामा हामीले चाहिँ 80% जबसम्म आफ्नो पेट भरिएको हुँदैन 80% भन्दा माथि नजाने भनेर पनि भन्नुहुन्छ। अब 80% भन्दा माथि नजानु, त्यसमा चाहिँ यो ब्याकग्राउन्ड टोनलाई म्युजिकलाई मिलाउँदा मिलाउँदा म हैरान भइरहेको छु फेरि सुरुबाट आउँछ क्या, मजा मेलोडियस आइराखेको छ होइन। ठिक छ, त्यो के भन्छ अरे हाम्रो 80% मिलाउँदा मिलाउँदासम्म खाना जबसम्म हाम्रो शरीर 80% अगाइसकेको छ, अब 20% बाँकी छ, त्योमा छोड्ने। र यो कुनै पनि एउटा साधारणका मापमा माप्ने पनि कुरा होइन 80% भयो कि भएन भनेर, तर हाम्रो मनमा अन्तरात्माबाट एउटा प्रभाव हुन्छ जुनबाट चाहिँ हामीले के पाउन सक्छ भने यस अब चाहिँ हाम्रो 80% फिल भयो है भन्ने अवस्थामा आइसकेपछि हामीले खानालाई छोड्नुपर्ने हुन्छ। त्यो कुरा चाहिँ यसमा बनाएको छ। अनि त्यो कुरामा जस्तै कम्प्यारेटिभ स्टडी गर्दा न्युट्रिसनिस्ट स्टडी धेरै भएको छ। जस्तै त्यसमा के भनिन्छ भने 1800 देखि 1900 क्यालोरिज नर्मल्ली ओकिनेवाका पिपुलहरूले गरेका छन्, तर त्यही कम्प्यारिजनमा हेर्ने हो भने युनाइटेड स्टेट्सबाट चाहिँ 2200 देखि 2300 क्यालोरिज कन्जम्सन, 3300 क्यालोरिज कन्जम्सन अथवा 2300 सम्मको कन्जम्सन छ। त्यसको कम्प्यारिटिभमा त्यसलाई रेफरेन्स लिएर हेर्ने हो भने बडी मास इन्डेक्स भन्ने एउटा चिज हुन्छ। बडी मास इन्डेक्समा पनि 18 देखि 20 सम्म चाहिँ हाम्रो जापानिजको ओकिनावा भन्ने सहरबाट र 26 देखि 28 को बीएमआई इन्डेक्स युनाइटेड स्टेट्समा, त्यसबाट के प्राप्त भइसकेको छ भने त्यो रिजल्टबाट ओभरवेटेड पनि नहुने, यही कारण नै क्रमिक रूपमा जुन बढिरहेको एजिङको प्रब्लम छ त्यो सबैमा पनि चुस्त फुरुस्त अझ पनि नौजवान देखिने को रिजन बनेको छ। कहाँ लेखिएको छ भने इकिगाई भन्ने किताबमा। यो त फर्स्ट लेसन हो, यसलाई समराइज गरेर विश्लेषण गर्ने क्रममा धेरै कुराहरू आउँछ। मैले फर्स्ट लेसन पढेको छु। अब क्रमिक रूपमा कन्सिस्टेन्सली बेसमा चाहिँ मैले प्रभाव गर्ने काम चाहिँ अवश्य पनि गरिरहेको हुन्छु है। त्यतिन्जेलसम्मलाई अब अन्य कन्टेन्टहरू पनि ग्राब गर्नुहोस् र आफ्नो इकिगाई खोज्नतर्फ अग्रसर हुनुहोस्। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्।